हेलो साथीहरू, गुड मर्निङ, नमस्ते। वेलकम छ तपाईँहरूलाई मेरो यो सानो बढी भिडियोमा। आज भने चाहिँ मेरो गाडीको सर्भिस सेकेन्ड सर्भिस हो, त्यही भएर चाहिँ यहाँ सर्भिस सेन्टर ल्याइरहेको छु। अब चाहिँ यहाँ सर्भिस सेन्टरमा दिइराखेर चाहिँ फेरि म वापस जान्छु। त्यहाँबाट फेरि बेलुका 4 बजी चाहिँ ल्याउन आउँछु। तपाईँहरूलाई मेरो भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर पनि गरिदिनुहोस् होला। जो पनि नयाँ आउनुहुन्छ फलो पनि गरिदिनुहोस्। हेर्नुहोस्, यही हो रोयल इन्फिल्डको सर्भिस सेन्टर चाहिँ। अब त्यो पहिला गाडी धुने रहेछ, त्यहाँदेखि चाहिँ फेरि भित्र लाने रहेछ। यहाँ हेर्नुहोस्, यो चाहिँ मेरो सेकेन्ड सर्भिस हो। अरू गाडीको अन्त 1000मा सेकेन्ड सर्भिस 1000मा, फर्स्ट सर्भिस 500मा दिनुपर्छ। तर यो चाहिँ फर्स्ट सर्भिस चाहिँ मैले 500मा दिएको थिएँ, 500 किलोमिटरमा। तर यो सेकेन्ड सर्भिस चाहिँ 4500 किलोमिटरमा भन्दै थियो। तर मैले चाहिँ फेरि त्यत्रो कुदाएको छुइनँ, मेरो त 2000 किलोमिटर खालि हुँदैछ। त्यही भएर मैले चाहिँ अहिले चाहिँ यहाँ चाहिँ 6 मन्थ भएर चाहिँ ल्याएको छु। 6 मन्थ भयो भने फेरि ल्याउनु भनेको थिएँ र 6 मन्थ भयो, त्यही भएर ल्याएको छु। थ्याङ्क यू सो मच गाइस वाचिङ माई भिडियो।